ह्यासट्यागदेखि जन्तर मन्तरसम्म ककरोच जनता पार्टी, मिस्टर सोनाम वाङचुक र निट पेपर लिकको यात्रा हामी सँगै बसेर गरौँ न है। 15 मे 2026 मा चिफ जस्टिस अफ इन्डिया मिस्टर सूर्यकान्तले एउटा कमेन्ट गर्छ। Youngsters like cockroaches, they don't get any employment, they don't have any place in profession. Some of them become media, some of them become social media, some of them become RTI activists, some of them become another activists, and they start attacking him. र यही स्टेटमेन्टको अगेन्स्टमा 16 मे 2026 मिस्टर सूर्यकान्तले फेरि एउटा क्ल्यारिफिकेसन पनि दिन्छ कि यो स्टेटमेन्ट चाहिँ त्यस्तो खालको क्यान्डिडेट्सहरूलाई युज गरेको जो चाहिँ फेक डिग्री लिएर आएको हुन्छ भनेर। र 16 मे 2026 मिस्टर अभिषेक दिप्केद्वारा सिजेपी ककरोच जनता पार्टीलाई अनलाइनमा लन्च गर्छ है। र यसको बिस्तारै फलोवर्स यति डरलाग्दो बढेर जान्छ कि यो रुलिङ पार्टी अपोजिसन पार्टीको जुन चाहिँ फलोवर्स हुन्छ अनलाइनमा त्योभन्दा पनि बेसी भएर जान्छ। मिस्टर सोनाम वाङचुकले पनि यो मोमेन्ट जोइन गर्छ र उहाँले आफूलाई अनरेरी ककरोच भनेर पनि सम्बोधन गर्नुहुन्छ है। र उहाँले चाहिँ यो मोमेन्टमा किन साथ दिनुभएको भन्दाखेरि चाहिँ यो मोमेन्टले चाहिँ निट पेपर लिक जस्तो घटनालाई हाइलाइट गरेको हुन्छ अनि एडुकेसन सिस्टमको रिफर्मको माग गरेको हुन्छ। 6 जुन 2026 मिस्टर अभिषेक दिप्के अमेरिकाबाट इन्डिया आउँछ र फर्स्ट टाइम फिजिकल ग्यादरिङ जन्तर मन्तरमा हुन्छ है। र यो ग्यादरिङमा मिस्टर सोनाम वाङचुकले पनि जोइन गर्छ। र यो प्रोटेस्टको मेन ट्रिगर पोइन्ट चाहिँ निट पेपर लिक हुन्छ है। र यसमा चाहिँ जो पनि इन्भल्भ छ कन्सर्न डिपार्टमेन्ट कन्सर्न पर्सन उनीहरू चाहिँ अकाउन्टेबल हुनुपर्छ भन्ने भनाइ चाहिँ सिजेपीको हुन्छ। 28 जुन 2026 मिस्टर सोनाम वाङचुक इन्डेफिनेट हङ्गर स्ट्राइकको लागि बस्छ। 18 जुलाई 2026 दिल्ली पुलिसले मिस्टर सोनाम वाङचुकलाई चाहिँ हङ्गर स्ट्राइक पोइन्ट जन्तर मन्तरबाट टिपेर चाहिँ सफदरजङ हस्पिटलमा लगेर एडमिट गरिदिन्छ है। र पछि दिल्ली पुलिसले जब क्ल्यारिफिकेसन दिन्छ त्यो चाहिँ उनीहरूले दिल्ली हाई कोर्टको अर्डर मुताबिक जो चाहिँ 17 जुलाई 2026 इस्यु भएको हुन्छ र त्यसमा भनिएको हुन्छ मिस्टर सोनाम वाङचुकको हेल्थलाई मोनिटर गर्नुपर्ने र उसको हेल्थलाई जुन चाहिँ क्रिटिकल हेल्थ कन्डिसनलाई प्रोटेक्ट गर्नुपर्ने भनेर भनेको हुन्छ र उनीहरूले त्यो मुताबिक नै गरेको हो भनेर चाहिँ क्ल्यारिफिकेसन दिन्छ। 20 जुलाई 2026 पार्लियामेन्टको मनसुन सेसन स्टार्ट हुने हुन्छ र त्यही दिनलाई चाहिँ सिजेपीले संसद चलो मार्च चाहिँ डिक्लेयर गरेको हुन्छ है, पिसफुल मार्च टुवर्ड्स पार्लियामेन्ट है। तर त्यति बेला चाहिँ अब पुलिसले अब उनीहरूलाई ब्यारिकेड गर्छ, उनीहरूलाई रोक्नु खोज्छ है र एकदमै अब प्रिपेयर भएर आएको हुन्छ पुलिस पनि। त्यो हुँदा चाहिँ पुलिस र जुन चाहिँ स्टुडेन्ट जो चाहिँ प्रोटेस्टमा आएको हुन्छ उनीहरूमा एकदमै अब क्लास हुन्छ है र क्लास चाहिँ एकदमै पछि बढेर जान्छ। 21 जुलाई 2026 चाहिँ सिजेपीको स्पोक्स पर्सन सौरभ दास र आशुतोष रङ्काले चाहिँ युनियन हेल्थ मिनिस्टर जेपी नड्डालाई चाहिँ भेटेर चाहिँ मेमोरेन्डम सब्मिट गर्छ र उनीहरूको 3वटा मेन डिमान्ड चाहिँ फर्स्ट चाहिँ एडुकेसन मिनिस्टर धर्मेन्द्र प्रधानको रेजिग्नेसन, सेकेन्डमा निट पेपर लिकले गर्दा जति पनि क्यान्डिडेट्सहरूले सुसाइड गरेको थियो उनीहरूको फ्यामिलीलाई 1 करोडको कम्पेन्सेसन है र मिस्टर सोनाम वाङचुकलाई चाहिँ इमिडिएटली सफदरजङ हस्पिटलबाट रिलिज गरेर चाहिँ अर्को कुनै हस्पिटलमा सिफ्ट गर्नुपर्ने हुन्छ। र 21 जुलाई 2026 चाहिँ मिस्टर सोनाम वाङचुकले चाहिँ हाइकोर्टको पर्मिसन लिएर सफदरजङबाट रिलिज भएर चाहिँ मेदान्त हस्पिटलमा चाहिँ सिफ्ट हुन्छ र हाइकोर्टले सफदरजङको डक्टर्सहरूलाई डल्लै रिपोर्टहरू र उसको मेडिकल हिस्ट्री सेयर गर्ने पनि अर्डर दिएको हुन्छ। र 21 जुलाई 2026 नै प्राइम मिनिस्टर रेसिडेन्सको अगाडि अपोजिसन लिडर राहुल गान्धी, प्रियङ्का गान्धी र अखिलेश यादवले चाहिँ प्रोटेस्ट गर्छ है र उनीहरूलाई चाहिँ त्यहाँबाट डिटेन गरेर निकालिन्छ। 23 जुलाई 2026 राति 11:52 PM हाम्रो अनरेबल प्राइम मिनिस्टरले एउटा भिडियो अपलोड गर्नुहुन्छ
र त्यहाँ उहाँले मेन्सन गर्नुहुन्छ कि जुन चाहिँ निट पेपर लिकको काण्ड भएको थियो त्यो चाहिँ नर्मल विषय होइन, यो चाहिँ ठुलो विषय नै हो भनेर चाहिँ एक्नोलेज गर्नु भएको थियो। पेपर लीक ये कोई मामूली विषय नहीं है। 24 जुलाई 2026मा सिजेपीको डेलिगेट्सहरूको गभर्मेन्टसँग मिटिङ हुन्छ है, 2 राउन्ड अफ मिटिङ हुन्छ र त्यसमा चाहिँ उनीहरूले बाहिर निस्केपछि प्रेस रिलिजमा भन्छ कि 2वटा कन्डिसन चाहिँ गभर्मेन्ट पनि मान्नु अब रेडी नै भएको छ, तर मिस्टर धर्मेन्द्र प्रधानको रेजिग्नेसनलाई लिएर चाहिँ 25 जुलाई 2026सम्म टाइम मागेको छ भनेर अनाउन्स गर्छ है। र 24 जुलाई 2026मा नै मिस्टर सोनाम वाङचुकले चाहिँ हङ्गर स्ट्राइक एन्ड गर्छ। र यो निट पेपर लिक जब प्रकाशमा आउने बित्तिकै गभर्मेन्टले पनि रिइक्जाम अनाउन्स गर्छ र इक्जामलाई फेरि कन्डक्ट गराउँछ है। र कतिजनालाई जो चाहिँ इन्भल्भ थियो यो निट पेपर लिकमा उनीहरूलाई एरेस्ट पनि गर्छ र इन्भेस्टिगेसन पनि गर्छ र इन्भेस्टिगेसन अझै पनि चलि नै रहेछ है। र यो मोमेन्टमा पनि पछि हाम्रो युनियन हेल्थ मिनिस्टरले सिजेपीको स्पोक्स पर्सन मिस्टर सौरभ दास र आशुतोष राङ्कालाई भेटेर मेमोरेन्डम लिन्छ र उहाँले सोनाम वाङचुकलाई पनि हस्पिटलमा भेट्नुहुन्छ है। र बादमा हाम्रो प्राइम मिनिस्टरले पनि भिडियो अपलोड गरेर यो प्रब्लमलाई एक्नोलेज गर्नुहुन्छ है र कतिवटा आश्वासन पनि दिनुभएको छ। र अब हेर्दै जाउँ, अब हामी चाहिँ सायद अब यो प्रब्लम सल्भ भएछ भनेर त्यति बेला मात्रै हामीले सोच्न सक्छौँ जब चाहिँ अब यस्तो खालको घटनाहरू चाहिँ अब हामीले सुन्नु या देख्नु अब फ्युचरमा चाहिँ पाउँदैनौँ।